यो भिडियो हेर्ने सबैजनालाई के नै रहेछ र जिन्दगी के नै रहेछ र जिन्दगी आज मर्यो भोलि 2 दिन नै रहेछ बाँचिरहे यता हत्या लडाई बलात्कार भ्रष्टाचार अनि कालो राजनीति देख्नु अनि सुन्नु पर्दो रहेछ बरु मर्दा नै बेस न केहीको चिन्ता न केहीको फिक्रे न केहीको चिन्ता न केहीको फिक्रे गइन्छ स्वर्ग बसिन्छ आरामले सुनको सडकमा उफ्रदै हिँड्दै स्वर्गदूतहरूसँग गाना सुन्दै अहो झन् स्वर्गदूत चाहिँ भए सुन्दा नि आनन्द आउने थोरै पीडा तर अनन्तको घर सायद पीडा धेरै नै होला आरामले गए त ठिकै नै हो रोग व्यथाले च्याप्यो भने त मृत्युको नै सातो जाला सायद मृत्यु नै पर पाक्ला छ्या यसलाई त रोग पो लागेछ भन्ला बसोस् पृथ्वी नै भन्ला सायद भन्ला मृत्युले सायद भन्ला यस्तै आफन्तलाई के होला परिवारमा के होला आफू त गइन्छ स्वर्ग ढुक्क नै छु तर 2-3 महिना परिवारमा शोक होला रुनीहरू लाइन लगाएर रोलान् थाकेपछि ल भोज खाऊँ भन्लान् दिन त बित्दै जान्छ साथीले याद गर्न छोड्छ परिवारले जन्मदिनको दिन आँसु झार्ला मृत्युको दिन याद गर्ला आखिर यही नै त हो यसरी नै सायद संसार चलिरहेछ पक्कै पनि यस्तै हुन सक्छ